यसरी कुहिन्छ। टुप्पी कुहेपछि यसरी पानी परेर हो कि अहिले यति राम्रो छ है, अब फेरि कुहिने सुरु हुन्छ। फल्नु त धेरै फल्छ नि चिचिला त। यहाँ यसलाई छुट्याएर फालिदिउँ होला, यसले नै कुहाउँछ। यो भिज्छ अनि यसले कुहाउँछ जस्तो लाग्यो। अब राम्रो फलेर देखा। यहाँ चाहिँ फर्सी रोपेको छ, यो लहरे फर्सी। अनि यहाँ अस्ति एकचोटि चाहिँ टिपे, यसको लहरै एकचोटि टिपेको यसरी आउँछ। एउटा दुईवटा यहाँ टिपेको यसरी ठाउँ ठाउँबाट एकदम धेरै लहरा दिन्छ यसले चाहिँ। बाख्रा लिची यसपालि कम्ती फल्यो, के भएर ढिलो पनि फल्यो, एकदम कम्ती पनि फल्यो। यो बाँसमा पनि बाँध्नु पर्ने छ, सबै ताँबै मात्र छ। अनि